आज तपाई सहयोग गर्नुहोस्। तपाईले आज गरेको सहयोगले भोलि तपाईलाई पनि कसैले पक्कै पनि सहयोग गर्नेछ। हो, तपाई आज सहयोग गर्नुहोस्। तपाईले आज गरेको सहयोगले भोलि तपाईलाई पनि कसैले सहयोग गर्नेछ। नमस्कार, म विशाल बुढाथकी आज तपाईहरुमाझ फेरि एउटा सहयोगको अपिलको लागि यो भिडियो बनाउँदैछु। हो, तपाईले आज गरेको सहयोगले कसैको जीवन बाँच्छ हैन। तपाईको आजको सानो सहयोगले कसैले भोलिका दिनमा गएर केही ठूलो कामहरु गर्न सक्छ भने तपाई अनि हामीले किन सहयोग नगर्ने। यो भिडियो बनाउनु भन्दा पहिला मैले पनि जति सक्छु मेरो तर्फबाट मैले पनि सहयोग गर्ने जानकारी गराउँदछु। हो, आम नेपाली फुटबल प्रेमीहरुको लागि एउटा फेरि सहयोगको लागि चाहिँ हाम्रो नेपाली महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी साम्बाले आफ्नो व्यक्तिगत फेसबुकबाट आम नेपाली फ्यान लगायत विदेशी जो जति हुनुहुन्छ सहयोगी मनहरु सबैमा चाहिँ उनले एउटा सहयोगको लागि आफ्नो व्यक्तिगत फेसबुकबाट पनि जानकारी गराइसकेका छिन् र मैले पनि हाम्रो राष्ट्रको पहिचान यानि कि हाम्रो राष्ट्रको गहना साबित्रा भण्डारी साम्बालाई पनि सपोर्ट किन नगर्ने। मैले बोल्दाखेरि कसै एक दुई जनाले तीन चार जनाले सहयोग गर्नुहुन्छ भने मैले किन नबोल्ने भनेर यो भिडियो बनाउँदैछु खास हैन। मैले विभिन्न किसिमको सहयोगको लागि भिडियो त बनाइ पनि राखेको हुन्छु, तर यो भनेको हाम्रो राष्ट्रको गहनाको कुरा छ हैन। जसले आफ्ना सपनाहरुलाई थाती राखेर यो देशको निमित्त यो राष्ट्रको निमित्त चाहिँ हाम्रो फुटबल जस्तो एउटा विश्वमै पपुलर गेम यानि खेलमाथि उहाँ एउटा यस्तो खेलाडी हुनुहुन्छ हैन, जसले चाहिँ विश्वमा तहल्का पनि पिटिराख्नु भएको छ। उहाँले नेपालको राष्ट्रिय टिमबाट मात्र नभएर विश्वका अन्य लिगहरु पनि यानि क्लबहरुबाट पनि खेल्दै आइराख्नु भएको छ। तर पनि उहाँको उपचारको लागि उहाँले अहिले क्लबको गेम खेल्ने क्रममा चाहिँ उहाँ घाइते हुनुहुन्छ र उहाँको खुट्टामा समस्या आएका कारणले चाहिँ उहाँको उपचारको लागि झन्डै 80,000 अमेरिकी डलर लाग्ने हामीले जानकारी पाएका छौं। त्यसैले आम नेपाली फुटबल प्रेमी साथीहरुमा नेपाली फुटबल टिमकी कप्तान यानि कि साबित्रा भण्डारी जो साम्बा नामले परिचित हुनुहुन्छ तपाई अनि हामीमाझ, त्यही भएर आम नेपाली दर्शक लगायत विदेशी जति पनि हुनुहुन्छ हैन, जतिले तपाईको आफ्नो तर्फबाट सहयोग गर्न सक्नुहुन्छ, जति सक्नुहुन्छ त्यति हाम्रो साबित्रा भण्डारी साम्बालाई सहयोग गरेर उहाँको स्वास्थ्यमा छिटै सुधार आउँदै हामीले फेरि पनि त्यो नेपालको जर्सी लगाउँदै हैन मैदानमा उत्रिएको र साम्बा साम्बा भनेर चाहिँ हामीले बोल्नु पर्ने छ। त्यहाँ एउटा छुट्टै किसिमको आवाज उत्पन्न हुन्छ र साम्बाको गोलको त कुरै नगर्नुस् हैन। उनको खेलमा कुनै पनि कमी कमजोरी छैन। उनले राष्ट्रको लागि धेरै भन्दा धेरै गोल गर्ने नेपाली एक मात्र खेलाडी पनि हुन् हैन, जसले एउटा विश्वमै रेकर्ड पनि राखेकी छिन्। त्यही भएर उनले चाहिँ हाम्रो नेपाल फुटबल एन्फालाई पनि सहयोगको लागि अपिल गरिन्, तर कुनै पनि एन्फाले सहयोग नगर्ने जानकारी दिएसँगै उनले चाहिँ हामी आम नेपाली दर्शकमा चाहिँ उनले सहयोगको लागि अपिल मागेकी छिन्। त्यही भएर उनको सानो अपिलले हैन हामी सम्पूर्ण नेपालीहरुले चाहिँ पूरा गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यही भएर आम नेपाली दाजुभाइ दिदीबहिनीहरु, आम नेपाली फुटबल समर्थकहरुले साबित्रा कुमारी साम्बालाई सहयोग गरौँ भन्दै सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहोस् र यो भिडियोलाई शेयर गर्न भने नभुल्नु होला। तपाई हामी जस्ता धेरै मान्छेलाई थाहा नहुन सक्छ, त्यही भएर यो भिडियो सबैमा चाहिँ शेयर गरेर पनि साथ दिनु होला भन्न चाहन्छु। र साथै हाम्रो राष्ट्रको गहना हाम्रो राष्ट्रको पहिचान साबित्रा कुमारी साम्बालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र छिटो भन्दा छिटो तपाईको उपचार सक्सेस भएर चाहिँ हामी तपाईलाई यो फिल्डमा मैदानमा देख्न चाहन्छौं। जय नेपाल, जय फुटबल, जय चन्द्र र सूर्य। नमस्कार।